तर आजको भारत त ब्रिटिसले एकीकरण गर्दैको सन् 1947 पछि बनेको भारत हो। भारतको इतिहास पढौँ हामी, त्यहाँ एकीकरण हुने बेलासम्म पनि झन्डै 500 550 राजा रजौटा थिए। हाम्रो यही सांसदका माननीय सांसद गृहमन्त्री रवि लामिछाने गृहमन्त्री हुनुभएको बेलामा नेसनल आइडी सम्बन्धी एउटा ठेक्का सरकारले रद्द गर्यो। त्यो रद्द गर्नुका विभिन्न कारणमध्ये एउटा कारण के दिएको थियो भन्दाखेरि त्यो ठेक्का दिँदाखेरि नेपालको एउटा चाहिँ नेसनल आइडीमा रहेका नामहरू लगायत गोपनीय जानकारीहरू विदेशीको हातमा जान्छ भनेर तर्क दिएको थियो। त्यो तर्क मलाई पनि उचित लागेको थियो। तर त्यस्तो तर्क गर्ने सरकारले भारत भ्रमणका लागि भनेर एजेन्डा तय गर्दा सभामुख हुँदा नेपालको अर्को वित्तीय गोपनीयता विदेशीलाई सुम्पने काम गर्दैछ। 24 गतेको सभामुखमा म यो कान्तिपुर सभामुख भएर यहाँ छ, मसँग मुख्य समाचार छ। त्यो समाचार के भन्दाखेरि राष्ट्र बैंक र नेपालका वित्तीय संस्थाहरू मिलेर बनाएको एउटा वित्तीय डिजिटल भुक्तानी प्रणाली, भारत र नेपालको बिचमा हुने डिजिटल भुक्तानी प्रणालीलाई त्यो समर्थन गर्न राष्ट्र बैंकले प्रधानमन्त्रीको भारत भ्रमणमा एजेन्डा बनोस् भनेर परराष्ट्र मन्त्रालयले चिठी लेखेको छ। तर दुःखको कुरो भारतीय दूतावासको दबावमा, यो मेरो भनाइ होइन, कान्तिपुरमा छापिएको छ, भारतीय दूतावासको दबावमा राष्ट्र बैंक इन्भल्भ कम्पनीलाई नदिएर भारतीय कम्पनी जिएसआईलाई त्यो ठेक्का दिने प्रपञ्च, त्यो प्रस्ताव सरकारले लाँदैछ। भारत भ्रमणको क्रममा एजेन्डा बन्दैछ। नेपालले स्थापित गरेको कम्पनी 1 नम्बरमा छ र त्यसको लगानी 78 करोड रुपियाँ छ। भारतीय कम्पनी 10औं नम्बरमा छ र त्यसको लगानी पुँजी 10 करोड छ। बडा गजब छ। मलाई चिन्ता के लाग्यो भन्दाखेरि कि 10 दिन अगाडि गर्ने एउटा निर्णय त्यही तर्कमा कि गोपनीयता, नेपालको गोपनीयता विदेशी हातमा जान्छ भन्ने, अनि नेपालको वित्तीय गोपनीयता चाहिँ विदेशीको हातमा जानु हुने? नेपालको कम्पनी हुँदाहुँदै, राष्ट्र बैंक इन्भल्भ भएको कम्पनी हुँदाहुँदै प्रधानमन्त्रीले त्यो आग्रहलाई लत्याएर यो एजेन्डा बनाइयोस् भनेर परराष्ट्रलाई राष्ट्र बैंकले चिठी लेखेको छ। त्यो योजना लत्याउने अनि अर्को कम्पनी, विदेशी कम्पनीको लागि प्रधानमन्त्री दबावमा पर्ने? सभामुख महोदय, म आज यहाँ सबै मान्यहरूलाई पनि भन्छु कि कनक दीक्षितको हिमालमा छापेको लेख यो जेठ महिनाको हेरौँ। त्यो उहाँको भारतको प्रसिद्ध अनलाइन द वायरमा छापिएको अङ्ग्रेजी लेखको अनुवाद हो। त्यहाँ कसरी भारतीय गुप्तचर संस्थाहरूले र भारतीय संस्थापनले नेपालका राजनीतिक दलहरूभित्र हस्तक्षेप गरिरहेको छ, कसरी नेपालभित्र हस्तक्षेप गरिरहेको छ र कसरी नेपालभित्र खेलिरहेको छ भन्ने विषयमा विस्तृत चर्चा छ। र मलाई बडा गजब लाग्यो, हाम्रो प्रधानमन्त्री भारत जान्छु जान्छु भन्नुहुन्छ, भारत भ्रमण सरेको सरै छ, फेरि कहिले हुने हो थाहा छैन। तर नेपालको प्रधानमन्त्रीलाई भारत आउन नदिएर पर्खाइराख्दाखेरि राजालाई चाहिँ उत्तर प्रदेशमा स्वागत गरिएको छ। र त्यो स्वागत गर्ने सन्दर्भमा त्यहाँका मन्त्री, मुख्यमन्त्री र मन्त्रीहरूले, नेताहरूले जे बोलेका छन् त्यो अत्यन्त आपत्तिजनक छ। सभामुख महोदय, यही हो के भारतको प्रधानमन्त्रीलाई आउन, के अरे भारतमा नेपालको प्रधानमन्त्रीलाई आउन नदिने, तर नेपाली जनताले हटाएको राजालाई प्रधानमन्त्रीको सट्टा स्वागत गर्ने र प्रेसर डिप्लोमेसी, यो ओल्ड डिप्लोमेसीमा चलन चल्तीको शब्द हो, दबावको कूटनीति, प्रेसर डिप्लोमेसी। के एजेन्डा मेरो पुरा गर्छौ, त्यो एजेन्डा तिमीले बोकेर आउने एजेन्डामा कार्यसूचीमा पर्छ कि पर्दैन, अनि मात्र म भारतमा तिमीलाई स्वागत गर्छु भनेर त्यसको सट्टा दबाब दिन राजालाई भारतमा स्वागत गरियो, बोलाइयो, पूर्व राजालाई। त म भन्छु सभामुख महोदय, म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, यो प्रेसर डिप्लोमेसीमा नेपालको सरकार पर्नु हुँदैन, नेपालको प्रधानमन्त्री पर्नु हुँदैन। हाम्रा पुर्खाले यो मुलुक, म गर्वका साथ भन्छु, 3500 वर्षको इतिहास भएको यो मुलुक आजसम्म कहिले पनि पराधीन भएको छैन। तर आजको भारत त ब्रिटिसले एकीकरण गर्दैको सन् 1947 पछि बनेको भारत हो। भारतको इतिहास पढौँ हामी, त्यहाँ एकीकरण हुने बेलासम्म पनि झन्डै 500 550 राजा रजौटा थिए। तर पृथ्वीनारायण शाहले एकीकरण गरेको यो मुलुक, त्योभन्दा अगाडि मल्लहरूले एकीकरण गरेको यो मुलुक, त्योभन्दा अगाडि लिच्छवीहरूले एकीकरण गरेको यो मुलुक आजसम्म स्वतन्त्र छ। त्यसैले यो स्वतन्त्र देशको प्रधानमन्त्रीले भारत भ्रमणमा जाँदा देशका एजेन्डाहरू के हुन्, राष्ट्रका एजेन्डाहरू के हुन्, नेपाललाई चाहिएको कुरा के हो, त्यो दबावमा पर्नुपर्छ। बडा दुःखका साथ भन्नुपर्छ सभामुख महोदय कि नेपालको असंलग्न परराष्ट्र नीतिले आफ्नो सन्तुलन गुमाउँदै जान थालेको छ, असन्तुलित हुन थालेको छ हाम्रो परराष्ट्र नीति। हाम्रो परराष्ट्र नीति कहिले यता ढल्किन्छ, कहिले उता ढल्किन्छ। देशको स्वाभिमान, देशको आर्थिक आत्मनिर्भरता र आर्थिक स्वतन्त्रता
त्यसलाई ध्यानमा राखेर, मुलुकको स्वाभिमानलाई ध्यानमा राखेर, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई ध्यानमा राखेर, लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गर्ने कुरालाई ध्यानमा राखेर, हाम्रो सीमाको सुरक्षा गर्ने कुरालाई ध्यानमा राखेर, हाम्रो आर्थिक स्वाभिमानलाई ध्यानमा राखेर प्रधानमन्त्रीको भारत भ्रमण सफल होस्। कहिले हुन्छ थाहा छैन, सरै छ, तर पनि त्यो भ्रमणको म सफलताको कामना गर्न चाहन्छु र भारत भ्रमणको क्रममा नेपालको शिर निहुराउने, नेपाललाई अप्ठ्यारोमा पार्ने, नेपालको स्वाभिमान गिराउने कुनै पनि एजेन्डा प्रधानमन्त्रीको कार्यसूचीमा, भ्रमणको कार्यसूचीमा नरहोस्। धन्यवाद।